पर्दाको समयमा गुम्बभित्र छिर्नै हुँदैन, पूजापाठ गर्नै हुँदैन। जस्तै अब महिलाहरूमा यो नेचुरल कुरा हो, रजस्वला हुँदाखेरि गुम्बभित्र छिर्नै हुँदैन, पूजापाठ गर्नै हुँदैन। यस्तो यस्तो छ हाम्रो समाजमा। यो हाम्रो यो बेल्टमा जति पनि हाम्रो गाउँ गुठीहरू छ, तामाङ समुदायको बसोबास छ, यसमा एकदम विवाद छ। यो सम्भवतः यो विवाद आउनको मैले मुख्य कारक चाहिँ लामा गुरुहरू देख्छु। कुनै लामा गुरुहरूले केही भन्नुहुन्छ, कुनै लामा गुरुले के भन्छ, हामी कहाँ कुनलाई विश्वास गर्ने, त्यो छ मैले देख्छु। तपाईँ म तामाङ बौद्ध तामाङ समाज गुठीको अध्यक्ष, यही टोलको मेरो टोलमा मेरो गुठीमा 143 जना सदस्यहरू हुन्छ, तामाङ गुठी घरहरू हुन्छ हाम्रो गुठीमा पनि। अब यस विषयमा एउटै हुनु पर्यो कि सबैले नुन बार्नु पर्यो, कपाल काट्नु पर्यो, कि कसले बार्नु भएन, कि 49 गर्नु पर्यो, 14 दिनमा गर्नु पर्यो भनेर धेरै प्रेसर आउँछ। ल अध्यक्ष होइन, तपाईँले एउटा ठेट निर्णय गर्नु पर्यो। कसरी निर्णय गर्ने? मलाई एकदम यो चपेटामा परेको छ। मैले कुनलाई सत्य भनेर त्यसलाई निर्णय गर्न लाउने, कसरी लाद्ने? यो यदि धर्म संस्कारमा यदि लादियो भने, लादिएको अवस्थामा कतिपय गुठीमा एकदम तपाईँ गुठी फुटेर छुट्टै के अरे गुठी बनेको अवस्था छ। यसमा के गर्ने? मेरो मेन जिज्ञासा मलाई लागेको, म गुठीको अध्यक्ष चलाइरहँदा, म 9 वर्ष भयो गुठीको अध्यक्ष मैले सञ्चालन गरेको। मैले गाउँ समाजले उठाएको कुराहरू मैले ठोस रूपमा कुनै पनि निर्णय गर्न सकेको छैन। यस सम्बन्धी अब तपाईँ हजुर अब गुरुको अब विचार, तपाईँको एउटा बुद्ध दर्शनले के भन्छ, शैली के भन्छ, र के गर्दा हामी तामाङहरू विवादित आउँदैन, यस विषयमा म जिज्ञासा राख्न चाहन्छु। हस्त, धन्यवाद। धन्यवाद हाम्रो अध्यक्षज्यूलाई, जसरी यो हाम्रो संस्कार सम्बन्धीको विवाद विषयमा राख्नु भएको छ। अब यस विषयमा म आफूले जाने बुझेसम्मको यसको उत्तर दिन चाहन्छु। 1 नम्बरमा नुन बार्ने नबार्ने दागबत्ती छोराले अथवा लामाले भन्ने कुरा आयो। 1 नम्बरमा चाहिँ नुन बार्नु पर्दैन। हाम्रो कुनै पनि बुद्ध धर्मशास्त्रमा नुन बार्नु भनेको छैन। कुनै पनि लामा गुरुले त्यो देखाउन सक्नुहुन्न छैन। र नुन बार्ने चलन चाहिँ कहाँबाट आयो भन्दाखेरि हिन्दू संस्कारबाट तिमीहरूको पनि परकी मान्छे मर्दाखेरि यसरी चाहिँ कोर बार्नु 13 दिनसम्म, सेतो कपडा पेर्नु, नुन बार्नु भनेर लगाइदियो। त्यो हाम्रो पुर्खाले